ट्रिग्नोमेट्रीको अर्को च्याप्टर जुन चाहिँ गाह्रो लाग्छ है, ट्रिग्नोमेट्रिक रेसियो साइन कस ट्यान सुन्ने बित्तिकै गाह्रो मान्छन् तर गाह्रो छैनन्। त्रिकोणमितीय अनुपात जसमा हामी के पढ्छौँ त परपेन्डिकुलर, हाइपोटेनियस र बेस है, जसमा चाहिँ एउटा गीत छ पढ बाबु पढ हरि हरि बोल। हेर त यो गीतले पढ्यो भने कति सजिलो छ हेर त, पढ बाबु पढ हरि हरि बोल। अनि यसमा कतिवटा रेसियो हुन्छ त, यो ट्रिग्नोमेट्रिक अनुपात छ नि यो कि त त्रिकोणमितीय अनुपात, त्यसमा कतिवटा छ त 6 वटा अनुपात छ। कुन त साइन कस ट्यान कट सेक कसेक। हेर त कति सजिलो छ। यही 6 वटालाई हामी एउटा च्याप्टर बनाउन सक्छौँ। हेर त एउटा च्याप्टर मात्र होइन कि ट्रिग्नोमेट्री पुरै ट्रिग्नोमेट्री यीहरूबाटै आएको हो है। अब हामी के गर्छौँ त मजाले सिक्छौँ है, यो कसरी गर्ने सबै सिक्छौँ है। ल ठिक छ। ल अब हामी हेरौँ त एउटा राइट एङ्गल ट्रायङ्गल छ जसको नाम ए बी र सी छ। अनि अस्ति मैले के सिकाएको थिएँ, यो के हो त 90 डिग्री हो कि होइन। अनि मैले अस्ति के सिकाएको थिएँ भने 90 डिग्रीको अपोजिटमा भएको साइडलाई के भने त 90 डिग्रीको अपोजिटमा भएको साइडलाई के भन्ने हाइपोटेनियस। अनि एउटा ट्रायङ्गलमा जुन एङ्गललाई हामी हेरेर अनि त्यो ट्रायङ्गलको ट्रिग्नोमेट्रिक रेसियो लेख्छौँ है। जस्तो यहाँ थीटालाई हेर्छौँ, अहिले यहाँ यो एङ्गललाई हामी हेर्दैनौँ अनि यो थीटा भएको एङ्गल भएको भएन। सो यसको अपोजिटलाई हामी के भन्ने त परपेन्डिकुलर। अनि बाँकीको अपोजिटलाई के भन्ने त बाँकीको अपोजिटलाई बेस है त। आयो कि आएन र त परपेन्डिकुलर बेस हाइपोटेनियस के आयो त हामीसँग तीनटा कुरा आयो कि आएन, आयो। अब यी तीनटै कुराबाट हामी साइन कस ट्यान निकाल्छौँ है त। अघि मैले के भने पढ बाबु पढ भन्यो कि भनेन हेर त। अनि हरि हरि बोल। हेर त अघि मैले ठ्याक्कै भने कि भनेन हेर त, पढ बाबु पढ हरि हरि बोल। अब हेर त त्यही गर तिमीहरू पनि। हेर त पढ बाबु पढको समयमा बिचमा के गर्ने त एउटा बाई हालिदिने है त। हेर त अब हेर त पी बाई एच हो कि होइन, यो के हो त साइन थीटा है। यो बी बाई एच हो कि होइन, यो के भयो त कस थीटा। अनि यो पी बाई बी भयो कि भएन, भयो, यो के हो त ट्यान थीटा। ल अब मलाई आँखा बन्द गरेर भन त साइन थीटा बराबर कति पी बाई एच, कस थीटा बराबर कति बी बाई एच, ट्यान थीटा बराबर कति पी बाई बी। कति सजिलो है, मैले कति सजिलो तरिकाले सिकाइदिएँ तिमीलाई। बुझ्यो कि बुझिनौ। हेर त साइन थीटा पी बाई एच, कस थीटा बी बाई एच, ट्यान थीटा पी बाई बी। कति सजिलो है। अब हेर साइनको अपोजिट भनेको को हो त, साइनको अपोजिट भनेको कसेक COSEC। कसेक भनेको साइनको अपोजिट हो। अनि अपोजिट भएपछि यसमा पढ बाई के छ त हरि छ है, त्यसमा हरि बाई पढ बनाइदिने। अब यहाँ एच माथि राख्ने पी तल गरिदिने, यही भइहाल्यो कसेक थीटा है त। अब कस थीटा छ, कस थीटाको अपोजिट को हो त सेक थीटा, सेक थीटा। अनि सेक थीटा के भन्छ त बी बाई एच छ, एच बाई बी बनाइदिने, ठिक छ नि। अनि ट्यानको अपोजिट के हो त कट थीटा, अनि कट थीटालाई के लेख्ने त बी बाई पी लेख्ने है। कति सजिलो। हेर त तिमीलाई 6 वटा याद भयो कि भएन। हेर साइन थीटा पी बाई एच, कस थीटा बी बाई एच, ट्यान थीटा पी बाई बी। कति सजिलो। अनि साइनको अपोजिट को त कसेक, कसको सेक, अनि ट्यानको कट। कति सजिलो है, हुन्छ नि। ल ल म अब अगाडि बढ्छु। ल यहाँ हेर त एउटा राइट एङ्गल ट्रायङ्गल दिएको छ है। यहाँ तिमीले लेख्नु पर्यो साइन थीटा बराबर कति हुन्छ, कस थीटा बराबर कति हुन्छ, ट्यान थीटा बराबर कति हुन्छ, कट थीटा बराबर कति हुन्छ है, कसेक थीटा बराबर कति हुन्छ, सेक थीटा बराबर कति हुन्छ। ल सबैको भ्यालु मलाई भन त छिटो 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 छिटो। ल अनि म एउटा कुरा अझै भन्छु। हेर यो के हो त ए, यो के हो त बी, यो के हो त सी हो कि होइन। अब साइन थीटा हामी केलाई हेर्ने त थीटालाई हेर्ने है। थीटालाई हेरेर
परपेन्डिकुलर कुन भयो त यसको अपोजिट परपेन्डिकुलर हो कि होइन परपेन्डिकुलर अनि 90 डिग्रीको अपोजिट के हुन्छ त 90 डिग्रीको अपोजिट के हुन्छ त हाइपोटेनियस बाँकी के हो त बेस कसको लागि त थीटाको लागि है यो अल्फा हो अल्फालाई हामीले हेरेको छैनौं अहिले ठीक छ नि अल्फालाई हेरे छैनौं ल अब यसको लागि के हो त sin थीटा के हो त p/h हो कि होइन हो अब p को ठाउँमा को हो त a देखि लिएर b सम्म त के भयो त ab/h को हो त h भनेको के हो यो हो कि होइन हो h भनेको a देखि c सम्म त ab/ac कति सजिलो हेर त cos थीटा बराबर कति हुन्छ त b/h हो कि होइन हो नि हो b/h अब b/h बराबर के हुन्छ त b भनेको के हो त b देखि लिएर c सम्म त यो के भयो त bc/h के हो त a देखि लिएर c सम्म त ac है tan थीटा बराबर के हुन्छ त p/b अब हेर त p/b भनेको के हो त p भनेको को हो त a देखि b त a देखि b भनेको के हो त ab/b को हो त b देखि c त्यही लेख्ने त bc बुझ्यौ नि अब कट भनेको कसको अपोजिट हो त tan को अपोजिट बुझ्यौ नि अनि जस्ट अपोजिट लेख्दियौ p/b लाई b/p अनि ab/bc लाई bc/ab कस्तो सजिलो बुझ्यौ नि ठीक छ नि अब cosec भनेको कसको अपोजिट हो त sin को यो कसको हो त sin को sin मा के छ त p/h यसमा के हुन्छ त h/p हेर कति सजिलो यहाँ के छ त ab/ac यहाँ के हुन्छ त ac/ab है अब यहाँ के छ त sec थीटा भनेको के कसको अपोजिट त cos को अपोजिट cos मा के छ त b/h यसमा के हुन्छ त h/b है अनि h भनेको के हो त ac/b भनेको के हो त bc कस्तो सजिलो हुन्छ कि हुँदैन हेर त अब हेर अब के मैले भने sin थीटा cos थीटा त लेखिसक्यो है अब भन्छु म sin अल्फा र cos अल्फा को भ्यालु कसरी लेख्ने है अब हेर अब हामी अल्फालाई एंगल मान्छौं अब थीटालाई एंगल मान्दिनौं कन्फ्युज नहुने जहिले पनि हामी जुन ट्रायंगलमा परपेन्डिकुलर बेस र हाइपोटेन्युस लेख्छौं त्यो चाहिँ के हो त एंगलको लाई हेरेरै लेख्ने हो है एंगलको बेसिसमा लेख्नै पर्छ अब यहाँ हेर त एंगल को छ त अल्फा छ नि अब अल्फा भनेको यो एंगल हो कि होइन त म अघि के भन्थे एंगलको अपोजिट को हुन्छ त परपेन्डिकुलर त हामी अल्फालाई एंगल मान्यो भने परपेन्डिकुलर यो हुन्छ त्यसैले म यो क्वेशन राखेको है र थीटालाई एंगल मान्यो भने परपेन्डिकुलर यता अघि थियो कि थिएन अघि परपेन्डिकुलर के थियो त परपेन्डिकुलर भनेको के थियो अघि a देखि b सम्म तर अहिले परपेन्डिकुलर कुन छ यदि तिमीलाई sin अल्फा लेख्न भन्यो भने अब अल्फालाई एंगल मान्ने है और अल्फालाई एंगल मान्यो भने अल्फाको अपोजिटमा को छ त परपेन्डिकुलर b र c छ त sin अल्फा बराबर के हुन्छ फर्मुला चेन्ज हुँदैन फर्मुला भनेको p/h नै हो sin थीटाको sin अल्फाको है sin अल्फाको फर्मुला पनि p/h नै हुन्छ तर अल्फालाई हेर्यो भने परपेन्डिकुलरको साइड चेन्ज हुन्छ है त भनेको एंगलको अपोजिटमा जहिले पनि परपेन्डिकुलर बस्ने र हाइपोटेन्युस त जहिले एउटै हुन्छ र अब बेस कुन भयो भन्नु त बाँकी एंगलको अपोजिट के भयो त बेस त यता के भयो त बेस भयो कि भएन अब sin अल्फा बराबर p/h हुन्छ कि हुँदैन है अनि अल्फाको लागि p कुन हो त bc भने के भयो त bc/h कुन छ त ac ठीक छ नि त्यस्तै cos अल्फा बराबर कति हुन्छ त cos अल्फा फर्मुला कति हो त b/h फर्मुला सेम हुन्छ अनि b भनेको के हो अहिले भन त b भनेको अहिले के हो त a देखि b सम्म बुझिरहेछौ कि छैन छ कि छैन भने कमेन्ट गर म फेरि बरु बुझाउँछु तिमीलाई जति पटक बुझ्नु त्यति पटक बुझाउँछु तिमीलाई हेर cos अल्फा बराबर के हो त b/h b भनेको के हो त a देखि b सम्म त्यसैले ab भयो h भनेको के हो त a देखि c सम्म h भनेको a देखि c सम्म है त त्यस्तै tan अल्फा बराबर p/b अब p भनेको के हो त p भनेको के हो त हेर फेरि bc बोल है बोल अनि पढ्दाखेरि जहिले पनि कपी लिएरै बस
कपी नलिकन पढाए हुँदैन, त्यो नौटङ्की नगर। हेर p बाई b छ कि छैन, तल b छ कि छैन, तलको b भनेको के हो त, a देखि b सम्म, त्यसैले a देखि b सम्म। पढ्ने बेला जहिले पनि कपी लिएर पेन लिएर बस्छ र नोट बनाउँदै पढ, नोट बनाउँदै पढिनौ भने केही काम लाग्दैन है। अब हेर साइनको अपोजिट हेरौँ हामी, साइनको अपोजिट के हुन्छ त, कसेक, कसेक के त अल्फा। अब साइनको अपोजिट के छ त, p बाई h छ कि छैन, अघि मैले के भनेको थिएँ, h बाई p, यहाँ bc बाई ac छ, यहाँ के हुन्छ त ac बाई bc। त्यस्तै गरी तिमीहरू हेर साइन कस ट्यान कसेक, अब सेक अल्फा र कट अल्फा बाँकी छ है। यिनीहरूको भ्यालु तिमी अहिले छिटो लेखेर है, छिटो लेखेर कमेन्ट गर, छिटो 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 है त। ल यो त बुझ्यौ होला, बुझेनौ भने मलाई कमेन्ट गर, म फेरि सिकाउँछु तिमीलाई है। ल अब हेर हामी अब के पढ्छौँ भने साइन थीटा भनेको साइन हो इन्टु थीटा भनेको साइनसँग थीटालाई मल्टिप्लाई गर्नु होइन। साइन थीटा भनेको एउटा सिंगल टर्म हो, साइनलाई छुट्टै थीटालाई छुट्टै लेख्न मिल्दैन, साइनको मात्र भ्याल्यु छैन है, साइनसँग एंगल आउनै पर्छ। सो साइन थीटा भनेको साइन इन्टु थीटा होइन, यो भनेको साइन थीटा मात्र हो, त्यहाँभन्दा बेसी यसलाई केही भन्न मिल्दैन है। अब कतै लेखेको साइन थीटाको होल स्क्वायर लेखेको छ है। अब त्यो होल स्क्वायरलाई के बुझ्छौ तिमी, यो सबैको स्क्वायर भनेको थीटा भनेको स्क्वायर हो र, साइन स्क्वायर थीटा स्क्वायर होइन, यो होइन, यस्तो हुँदैन। यो भनेको के हो त, साइन थीटाको होल स्क्वायर छ भने साइन स्क्वायर थीटा मात्र हो है, यतिको स्क्वायर मात्र हुन्छ र यसको भ्यालु के हुन्छ त, p बाई h भनेको p बाई h को स्क्वायर हो कि होइन, यो चाहिँ हो। हेर भिन्दा भिन्दै स्क्वायर लेख्न मिल्दैन, अनि यो भनेको के हो त, साइन स्क्वायर थीटा लेख्न मिल्छ, साइन थीटाको होल स्क्वायरलाई यसलाई के लेख्न मिल्छ त, साइन स्क्वायर थीटा लेख्न मिल्छ। अनि यसको भ्यालु के छ त, p बाई h, अनि p बाई h को होल स्क्वायर लेख्न मिल्छ, तर थीटाको स्क्वायर लेख्न मिल्दैन। यो कुराहरु सिक, नभए यही कुराहरु कन्फ्युज पार्छ। यहाँ सेम हेर त, साइन क्यूब थीटा छ नि, यो साइन क्यूब थीटा भनेको के हो त, साइन थीटाको होल क्यूब हो कि होइन, हो, यो चाहिँ हो। अनि यो भनेको के हो त, p बाई h को होल क्यूब, यो पनि हो, यस्तो ठीक छ। अब कति लेखेको छ, साइन थीटाको होल को पावर n छ भनेको यो के हो त, साइन को पावर n थीटा है, यो लेख्न मिल्यो है त। त्यो भनेको यहाँ 2 छ, n मा यहाँ 2 छ, त्यही त, त्योलाई लेख्यो भने यहाँ साइन को स्क्वायर यहाँ आउँछ, स्क्वायर यसमा जाँदैन, त्यसैले यो पनि कहाँ आउँछ त, यहाँ आउँछ, यहाँ जाँदैन। यति त बुझ्यौ नि। ल अब के छ भने रिलेसन बिट्विन ट्रिग्नोमेट्रिक रेशियो भनेको त्रिकोणमितीय अनुपातहरूको के त, त्रिकोणमितीय अनुपातहरूको रिलेसन हेर्छौं है त, कोसँग डिपेन्डेन्ट छ है। अब हेर त, म तिमीलाई एउटा कुरा सिकाउँछु, हेर त, साइन थीटा थाहा छ हामीलाई, कस थीटा थाहा छ, टेन थीटा थाहा छ। ल छिटो गरौँ त, p बाई h, b बाई h, p बाई b हो कि होइन, हो। अब तिमी सोच त, साइन थीटा बाई कस थीटा बराबर के होला, हेर त, यो साइन थीटा कसैलाई डिभाइड गर्दा त के हुन्छ, के निस्किन्छ, म पनि हेरौँ। साइन थीटा के हो त, p बाई h हो कि होइन, कस थीटा के हो त, b बाई h हो कि होइन, हो। अब हेर त, यो भनेको के भयो त, p बाई h इन्टु, हेर त डिभाइड गर्न आउँछ कि आउँदैन, चारवटा छ भने दुईटालाई जति लेख्ने अनि लास्टको डिभाइडलाई इन्टु गर्ने, तर तलको रेसिप्रोकललाई उल्टाइदिने, h बाई b गरिदिने। अब h कट्यो कटेन, कट्यो, बच्यो के त, p बाई b, हेर त p बाई b बच्यो बच्यो न, p बाई के हो त, tan थीटा हो कि होइन, tan थीटा। अब हेर त, साइन थीटा र कस थीटालाई डिभाइड गर्यो भने के निस्कियो, tan थीटा पो निस्कियो रहेछ, भनेको
tan थीटा को फर्मुला के हुन्छ भने sin थीटा बाइ cos थीटा अथवा tan अल्फा को फर्मुला के हुन्छ भने sin अल्फा बाइ cos अल्फा। वाउ, यो त कति राम्रो रिलेसन निस्कियो। बुझ्यो कि बुझेन हेर त। sin थीटा र cos थीटा लाई डिभाइड गर्यो भने तिमीलाई के आउँछ त tan थीटा पो आउँछ है, tan थीटा आउँदो रहेछ। यही रिलेसनलाई के भन्छ भने क्वाड्रेन्ट रिलेसन। के त हेर त के कुरा सिक्यौ तिमीले। यो रिलेसन के हो त एकदमै इम्पोर्टेन्ट रिलेसन हो है। sin थीटा बाइ cos थीटा भनेको tan थीटा। र एउटा कुरा अझै भन त, tan को अपोजिट को थियो अरे cot थीटा को त cot थीटा। हेर त यसको tan को अपोजिट हो कि होइन, हो नि। अब हेर त sin थीटा बाइ cos थीटा गर्यो भने tan थीटा आयो भने तिमी cos बाइ sin गर त, एकबार ट्राई गर त, तिमी ट्राई गर त। cos बाइ sin गर, ट्राई गर है, कपी लिएर बस्ने हो, यतिकै पढ्न मिल्दैन। अब हेर त cos बाइ sin गर त, माथि cos के हुन्छ त b बाइ h, तल p बाइ h। अब त्यसलाई यसरी सेम तरिका लगाऊ, b बाइ h इन्टु h बाइ के हुन्छ त p हुन्छ, अनि h घट्छ, अनि यहाँ b बाइ p आउँछ। आउँछ कि आउँदैन, आउँछ नि। त्यो भनेको के हो त cot थीटा भनेको tan थीटा को भ्यालु भनेको sin थीटा बाइ cos थीटा भयो भने cos थीटा को भ्यालु कति हुन्छ त cos थीटा बाइ sin थीटा। हेर त तिमीले कति दुईटा कुरा सिकिसक्यो, धाइ 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 धमाधम सिकिरहेछौ है। tan थीटा बराबर sin थीटा बाइ cos थीटा, cot थीटा बराबर cos थीटा बाइ sin थीटा, यसको जस्ट अपोजिट है। ल अब हामी अर्को रिलेसन हेरौँ है त। अब हेर त हामीलाई के थाहा छ भने sin थीटा बराबर के छ त p बाइ h। sin को अपोजिट को थियो रे cosec थीटा, अनि यसको भ्यालु कति थियो रे h बाइ p थियो कि थिएन। अब यसो सोच त, यसो सोच्दाखेरि हेर त दुवैलाई मल्टिप्लाई गर्दियौँ। हेर त दुवैलाई मल्टिप्लाई गर्दियौँ, sin थीटा इन्टु cosec थीटा मल्टिप्लाई गरेर ट्राई गरौँ त। हेर त sin थीटा कति हुन्छ त p बाइ h, cosec को भ्यालु कति हुन्छ त h बाइ p। योसँग यो कट्यो, योसँग यो कट्यो, सबै कटिहाल्यो त, बच्यो के 1 है त। भनेको के हो त sin थीटा इन्टु cosec थीटा बराबर कति हुन्छ त 1। यो एउटा फर्मुला भयो, याद राख्ने। अघि कुन फर्मुला सिधै गर, एउटा कपीमा लेखेर भित्तामा टाँसिहाल। tan थीटा बराबर sin थीटा बाइ cos थीटा, cos थीटा इन्टु, अब हेर त जसरी sin सँग cosec भयो भने अब cos सँग sec हुन्छ। त्यस्तै हेरौँ त, हेरौँ है। ल 2 नम्बरमा के छ भने sin को अपोजिट को थियो त cosec, त्यस्तै cos थीटा इन्टु sec थीटा है इक्वल्स टु कति होला हेरौँ हेरौँ। ल cos थीटा को भ्यालु कति हुन्छ त b बाइ h है, अनि sec थीटा को भ्यालु कति हुन्छ त h बाइ b। यो पनि कट्यो, टाइ 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 टाइ, कति भ्यालु आयो त 1। यसको भ्यालु पनि कति हुँदो रहेछ त 1। भनेको हाम्रो यो पनि एउटा फर्मुला भयो कि भएन, भयो। ल लेखिहाल, कपीमा लेखेर भित्तामा टाँसिहाल है। कुन फर्मुला आयो त, दुईटा फर्मुला आइसक्यो। र अर्को पनि एउटा ट्राई गरौँ। अर्को के छ त हाम्रो tan को कोसँग हुन्छ अरे cot सँग हुन्छ, आफै थाहा छ। हेर जसको उल्टो छ नि त्यसको फर्मुला हुन्छ tan थीटा इन्टु cot थीटा। हेरौँ यो कति आउँदो रहेछ है। tan को भ्यालु कति हुन्छ त, हेर त tan को भ्यालु कति हुन्छ त p बाइ b हो कि होइन, अनि cot को b बाइ p हो नि। अब हेर त p कट्यो, b कट्यो, यसको भ्यालु पनि कति आयो त 1, त यसको भ्यालु पनि कति आयो त 1। यो कुन फर्मुला भयो त हाम्रो थर्ड फर्मुला है। त यो त यो सबै फर्मुलालाई तिमी के भन्छौ त, यो सबै फर्मुला भनेको कुन रिलेसन हो त, यो भनेको प्रोडक्ट रिलेसन हो है। प्रोडक्ट भनेको गुणन गर्दाखेरि रिलेसन आउने। हेर त अघि के छ डिभाइड गरेर रिलेसन आयो,
अहिले के त गुणा गर्दा रिलेसन आयो, त्यसैले अघि चाहिँ कोटेन्ट रिलेसन, अहिले चाहिँ प्रोडक्ट रिलेसन है त। हेर त ल याद राख, अघिदेखि फर्मुला याद राख, tan थीटा बराबर sin थीटा बाई cos थीटा। याद राख, याद गर cot थीटा बराबर cos थीटा बाई sin थीटा, sin थीटा इन्टु cosec थीटा बराबर 1, किनकि उनीहरू अपोजिट छन्। अर्को के त cos थीटा इन्टु sec थीटा बराबर 1, किनकि उनीहरू अपोजिट छ। अर्को भनेको tan थीटा इन्टु cot थीटा बराबर 1, किनकि तिनीहरू पनि अपोजिट छ है। ल अब हामी एउटा अझै रिलेसन हेरौँ है त। अर्को रिलेसन के हो भने स्क्वायर रिलेसन है त। अघि हामीले डिभाइड गर्यौं, मल्टिप्लाई गर्यौं, अब चाहिँ प्लस गर्ने है। अब कसैलाई कसैलाई सोचौँ त, कसलाई कसलाई प्लस गर्दाखेरि कुनै फर्मुला बन्छ होला। ल ट्राई गर्छु है। ल sin थीटा प्लस cos थीटा ट्राई गरौँ है। हेर त sin थीटा प्लस cos थीटा ट्राई गरौँ त, करेक्ट ट्राई गरौँ त। हेर त sin थीटा प्लस cos थीटा जस्तो लाग्ने फर्मुला बन्छ होला। दुवैलाई स्क्वायर गरिदिउँ, sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा। अब हेर केही त केही बन्छ, किनकि यसको नामै के हो त स्क्वायर रिलेसन, प्लस पनि गर्ने स्क्वायर पनि गर्ने है त। ल अब sin थीटा लगाइदिउँ त, p बाई h, यसको स्क्वायर। म अघि सिकाएको थिएँ स्क्वायर भने के हो त। cos थीटा कति हुन्छ त b बाई h, यसको पनि स्क्वायर। हेर त अब होलको स्क्वायर भनेको भिन्दा भिन्दा स्क्वायर हो कि होइन? हो। p स्क्वायर बाई h स्क्वायर प्लस b स्क्वायर बाई h स्क्वायर। अब हेर त p स्क्वायर बाई h स्क्वायर, b स्क्वायर बाई h स्क्वायर, तल सेम छ कि छैन? एउटै लेख्ने h स्क्वायर, माथि p स्क्वायर प्लस b स्क्वायर है। अब कति हुन्छ त p स्क्वायर प्लस b स्क्वायर फर्मुला के हो त h स्क्वायर बाई h स्क्वायर कट्यो, भ्यालु कति आयो त 1। फेरि यहाँ सोचिरह होला p स्क्वायर प्लस b स्क्वायर कसरी h स्क्वायर भयो। मैले पढाएको छु है, पुरानो भिडियो हेर, त्यसमा के छ त पाइथागोरस थ्योरम। म रिजन लेखिदिन्छु ल, पाइथागोरस थ्योरम। पाइथागोरस थ्योरममा के भन्छ भने h स्क्वायर इक्वल्स टु p स्क्वायर प्लस b स्क्वायर। यो चाहिँ मैले प्रुफै गरेको छु है, त्यहाँ गएर हेर तिमीहरू बुझ्छौ है। ल अब पाइथागोरस थ्योरम यस्तो आयो भनेको साइन एउटा फर्मुला के छ साइन स्क्वायर थीटा प्लस कस स्क्वायर थीटा बराबर 1। यो के हो त हाम्रो एउटा फर्मुला आयो है। ल ठीक छ। ल त्यस्तै अब अर्को फर्मुला के छ भने 2 नम्बरमा हेर है, सेक स्क्वायर थीटा माइनस tan स्क्वायर थीटा बराबर 1 हुन्छ। यो पनि प्रुफ गरेर हेरौँ त है त। ल सेक स्क्वायर थीटा माइनस tan स्क्वायर थीटा इक्वल्स टु 1 कसरी, यो पनि ट्राई गरौँ। हेर सेक भनेको के हो त, हेर त cos को अपोजिट हो कि होइन, हेर भन cos को अपोजिट हो कि होइन। तिमीलाई यो मजाले बुझ्यो भने यो पनि गर्न सक्छौ, सेम तरिका हो, सेम तरिकाले गर, मजा आउँछ। हेर सेक भनेको के हो त cos को अपोजिट, अनि cos भनेको के हो त b बाई h, अनि यो के होला त h बाई b। कस्तो सजिलो है। अनि यसको के गर्ने त स्क्वायर माइनस tan भनेको के हो त p बाई b हो कि होइन, त्यसको पनि स्क्वायर है। यसमा के सोच्ने हो भने कोससँग कोस, साइनसँग कोस किन आयो, किनकि दुवैको तल h छ। सेकसँग tan किन आयो, किनकि दुवैको तल b छ, तर यसमा माइनस आउँछ, यसमा मात्र प्लस हुन्छ। एउटा अझै छ त्यसमा पनि माइनसै हुन्छ है त। अब के भयो त माथि h स्क्वायर बाई b स्क्वायर माइनस p स्क्वायर बाई b स्क्वायर कति हुन्छ त तल एउटै b स्क्वायर, माथि के हुन्छ त h स्क्वायर माइनस p स्क्वायर। फेरि पाइथागोरस थ्योरमले गर्दाखेरि यसको भ्यालु कति हुन्छ त b स्क्वायर, त कति भयो त b स्क्वायर बाई b स्क्वायर कट्यो, भ्यालु 1। प्रुभड के त प्रुभड, प्रुभ भयो कि भएन तिम्रो फर्मुला भन त, भयो कि भएन। सेक स्क्वायर थीटा माइनस tan स्क्वायर थीटा बराबर 1 के रे 1 आयो कि आएन, आयो। त्यस्तै म एउटा अझै फर्मुला लेखिदिन्छु, त्यो चाहिँ आफै प्रुफ गर ल त। ल 3 नम्बर फर्मुला म यहाँ लेखिदिन्छु, 3 नम्बर फर्मुला है। आएन भने मलाई भन, म फेरि गरिदिन्छु। हेर त साइनको गर्यो कसको गर्यो, सेम तरिका हो यो फर्मुला। हेर त है, सरी साइनको गर्यो सेकको गर्यो, हैन साइन कस सेक tan। अब आउँछ cosec स्क्वायर थीटा माइनस cot स्क्वायर थीटा बराबर
1 यो पनि के हो त फर्मुला हो है ल यो चाहिँ आफैले प्रुफ गर है र त सेम तरिका हो cosec भनेको के हो त sin को अपोजिट h/b cot भनेको के हो त tan को अपोजिट p/b सेम दुवैलाई स्क्वायर गर्ने यसरी नै स्क्वायर गर्ने घटाउने यहाँ के आउँछ भने हाम्रो के आउँछ भने h² - b² आउँछ है हो कि होइन त्यस्तै आउँछ अनि h² - b² आउँछ अनि आएपछि हामी ठ्याक्कै त्यहाँ गर्दै पनि माथि पनि p² तल पनि p² कट्छ 1 आउँछ यो पनि के हुन्छ त प्रुभ हुन्छ है ल अब हामी नेक्स्ट तिर जाम ल सबै फर्मुलालाई समराइज गरिदिएको छु है समरीमा ल फर्स्टमा के थियो भने हाम्रो फर्स्टमा मार्कर चेन्ज गरौँ ल कुन कलर लेख्ने भन्नु त ल रातोलाई लेखिदिन्छु ल 1 नम्बर है यो कुन रिलेसन त फर्स्टको sin थीटा बाई cos थीटा बराबर tan थीटा फर्स्ट फर्मुला एउटा भयो है त्यस्तै cos थीटा बाई sin थीटा बराबर के लेखिरहेको छु म के त cot थीटा किन त tan को अपोजिट cot दुईटा फर्मुला है यो दुईटा फर्मुला भनेको क्वाड्रेन्ट रिलेसन है अब हेर अर्को फर्मुला यो भनेको ए नम्बरको फर्मुला भयो यो ए नम्बरको लाइन भयो ठीक छ अब बी नम्बरको लाइन हेर अब यसमा के छ त प्रोडक्ट मल्टिप्लाई गर्ने कसलाई त sin थीटा इन्टु cosec थीटा बराबर 1 एउटा फर्मुला भयो कि भएन हेर अब यहाँबाट हेर कति फर्मुला निस्किन्छ दुई नम्बरमा के छ भने हेर त हाम्रो के थियो त cos थीटा इन्टु sec थीटा बराबर 1 तीन नम्बरमा के थियो त cot थीटा इन्टु tan थीटा बराबर 1 अब हेर यसको पनि पुच्छर फर्मुला निस्किन्छ यसको ए नम्बर र हेर त साइनलाई तिमीले उता पठाइदियो भने के हुन्छ हेर त cosec थीटा बराबर 1 बाई sin थीटा भयो कि भएन त्यस्तै cosecलाई उता पठाइदियो साइनलाई यतै राख बी नम्बरमा sin थीटा बराबर 1 बाई cosec थीटा त्यस्तै यसको पनि हेर cos थीटा बराबर 1 बाई sec थीटा है त्यस्तै sec थीटा बराबर 1 बाई cos थीटा याद राख है ल अर्को के छ भने cot थीटा इन्टु tan थीटा बराबर 1 हुन्छ त cot थीटा बराबर के हुन्छ त 1 बाई tan थीटा बराबर के हुन्छ त 1 बाई cot थीटा है यति त भयो अब हेर अब यो माथिको यो भएको यो लाइनको ए नम्बरको लाइन भयो अब हामी बी नम्बरको लाइन पनि कम्प्लिट भयो यति फर्मुला है अब हामी सी नम्बरमा जाम है सी नम्बरमा ल सी नम्बरमा के थियो भने स्क्वायर रिलेसन है अब स्क्वायर रिलेसनमा कतिवटा फर्मुला थियो हेर त sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा बराबर 1 थियो कि थिएन त sin स्क्वायर थीटा बराबर के हुन्छ त 1 माइनस cos स्क्वायर थीटा हेर बनाउन जति पनि सक्छ अल्जेब्रा तिमीलाई आउनु पर्यो त्यस्तो केही गाह्रो छैन हेर त प्लस cosलाई उता पठाइदियो भने के हुन्छ त माइनस cos भयो कि भएन हेर त यति भ्यालुलाई उता पठाइदियो त माइनस हुन्छ कि हुँदैन हुन्छ obviously हुन्छ कति सजिलो अब हेर त्यस्तै अब यसलाई उता पठाऊ त cos स्क्वायर थीटा बराबर के हुन्छ त 1 माइनस sin स्क्वायर थीटा है अब हेर त स्क्वायरलाई पनि उता पठाऊ त रुट आउँछ आउँदैन त sin थीटा बराबर के हुन्छ त sin थीटा बराबर रुट अन्डर 1 माइनस cos स्क्वायर थीटा कति सजिलो है त्यस्तै cos थीटा बराबर के हुन्छ त रुट अन्डर 1 माइनस के त sin स्क्वायर थीटा हुन्छ कि हुँदैन कति सजिलो है त्यस्तै तिमी अर्को फर्मुला के छ भने sec स्क्वायर थीटा माइनस tan स्क्वायर थीटा बराबर 1 त यहाँबाट निकाल त sec स्क्वायर थीटा बराबर कति हुन्छ त 1 माइनस tan उता गयो भने प्लस tan स्क्वायर थीटा है त अब यहाँबाट sec मात्र थीटा मात्र निकाल sec थीटा त sec थीटा कति हुन्छ त स्क्वायरले उता गयो भने रुट आउँछ
रुट आउँछ रुट अन्डर 1 प्लस tan स्क्वायर थीटा है। त्यस्तै अब tan लाई उता पठायो नि, अब यो 1 लाई यता पठाऊ है, त tan स्क्वायर थीटा बराबर के हुन्छ त sec स्क्वायर थीटा प्लस 1 यता आयो भने माइनस 1, त tan स्क्वायर थीटा बराबर sec स्क्वायर थीटा माइनस 1 है त। यहीँबाट tan निकाल, tan थीटा बराबर के हुन्छ त रुट अन्डर 1 माइनस सरी रुट अन्डर sec स्क्वायर थीटा माइनस 1 बुझ्यौ नि। त्यस्तै अघिको अर्को फर्मुला के छ त cosec स्क्वायर थीटा माइनस cot स्क्वायर थीटा बराबर 1 है। यहाँबाट cosec निकाल, cosec स्क्वायर थीटा बराबर के हुन्छ त 1 माइनस cot लाई उता लाग्यो भने प्लस cot स्क्वायर थीटा। ल यहाँ स्क्वायर लाई पनि उता पठाइदियो, cosec थीटा बराबर के हुन्छ त रुट अन्डर 1 प्लस cot स्क्वायर थीटा है। त्यस्तै अब यो cot लाई यतै राख, 1 लाई उता पठाइदियो, त के हुन्छ त cot स्क्वायर थीटा बराबर के हुन्छ त यहाँबाट लेखेको छ, यहाँबाट cot स्क्वायर थीटा बराबर के हुन्छ त cosec स्क्वायर थीटा प्लस 1 यता छ भने माइनस 1, त cosec स्क्वायर थीटा माइनस 1। अब cot स्क्वायर थीटा बराबर कति हुन्छ त सरी स्क्वायर नराखौँ, cot थीटा बराबर कति हुन्छ त रुट अन्डर cosec स्क्वायर थीटा माइनस 1। कस्तो सजिलो हेर त। हेर यो यति फर्मुला भनेको तिमीहरूलाई ट्रिग्नोमेट्रीको बेसिक फर्मुला हो। यति भयो भने तिमीहरूले धेरै हिसाब हुन्छ, धेरै हिसाब, र त्यसमा गाह्रो छैन। गाह्रो भनेको कुन कुन छ भन त मलाई, गाह्रो भनेको कुन कुन छ मैले सिकाइसकेको छु। हेर गाह्रो मान्ने पर्ने कुनै छँदै छैन। हेर यो एउटा फर्मुला इम्पोर्टेन्ट, यो याद राख्नै पर्यो है। ल अर्को भनेको यो तिमीले याद राख्नु पर्यो है, भनेको यो र याद राख्यो भने यो पनि याद हुन्छ है। अर्को भनेको sin इन्टु cosec बराबर 1, एउटा यो याद राख्नु पर्यो। cosec इन्टु sec बराबर 1, एउटा यो याद राख्नु पर्यो। cot इन्टु tan बराबर 1, एउटा यो याद राख्नु पर्यो। sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा बराबर 1, एउटा यो याद राख्नु पर्यो। sec स्क्वायर थीटा प्लस माइनस tan स्क्वायर थीटा बराबर 1, यो याद राख्नु पर्यो। र cosec स्क्वायर थीटा माइनस cot स्क्वायर थीटा इक्वल टु 1। हेर त मेन कति छ 1 2 3 4 5 6 7 8, त्यो पनि मैले ट्रिक सिकाइसकेको छु, कसकोसँग को आउँछ कोसँग को आउँछ याद गर्न सिकाइसकेको छु, प्लस प्रुफ पनि सिकाइसकेको छु है त। सो त्यस्तो गाह्रो हुँदैन, सजिलो छ, याद गर, त्यस्तो गाह्रो छैन। र याद गर्नलाई एउटा मात्र तरिका छ, यो चाहिँ प्र्याक्टिस गर। के अरे प्र्याक्टिस गर। तिमी अब म अर्को भिडियोमा तिमीहरूलाई यसको हिसाबहरू सिकाउँछु, र हिसाबहरू सिक्यो भने प्र्याक्टिस हुन्छ र मजाले गर्न सकिन्छ है त। र त्यति गाह्रो छैन, तिमीलाई एकदमै गाह्रो भइहाल्छ ट्रिग्नोमेट्री पढ्दा पढ्दै है। ल आजलाई यति राखौँ। यो फर्मुलाहरू एउटा पेपरमा लेखेर बरु भित्तामा टाँस्छ, याद रहन्छ। अनि यो चाहिँ लेखेर अनि यसरी प्रुफ गर्न ट्राई गर कि यसरी प्रुफ गर्न ट्राई गर्यो भने तिमीलाई मजाले गर्न आउँछ है त। यो यति फर्मुलाहरू याद राख्यो भने त्यो लगु त आफैले पनि बनाउन मिल्छ है त। सो त्यस्तो गाह्रो हुँदैन। ल आजलाई यति, नयाँ भिडियोमा यसको हिसाबहरू ल्याउँछु है। ल अनि पुरानो भिडियोहरूदेखि लिएर हेऱ्यो भने मजाले बुझ्छौ, सुरुदेखि हेर, यी ट्रिग्नोमेट्री तिमीहरूलाई गाह्रो लाग्छ भने। ल हस्, थ्याङ्क यू। ल।